नमस्कार सबैजनालाई। आजको भिडियोमा चाहिँ हामी सपोर्टेड र तपाईँको रेसिस्टेन्ट लेभललाई चाहिँ हामीले बुझ्नेछौँ। जस्तै सपोर्ट जोन र तपाईँको रेसिस्टेन्ट जोन चाहिँ कुन हो भनेर चाहिँ कसरी पत्ता लगाउने भन्ने कुरा चाहिँ हामी बुझ्छौँ। जस्तै सुरुमा चाहिँ हाम्रो रेसिस्टेन्ट भनेको तपाईँको सप्लाई आउने ठाउँ के। रेसिस्टेन्स भनेको चाहिँ तपाईँको सप्लाई आउने ठाउँ, जस्तै मार्केटले रिजेक्सन गरेको ठाउँ भनेर पनि भन्न सकिन्छ होइन। तपाईँको जस्तै मार्केट मुभ अन भयो होइन, मुभ अन भयो तर यहाँनिर गएर चाहिँ तपाईँको रिजेक्सन पाएको छ नि त, एकचोटि रिजेक्सन पायो हो त्यो ठाउँलाई चाहिँ, अनि फेरि घट्यो, अनि त्यसपछि यो जुन ठाउँबाट चाहिँ सपोर्ट पाएको थियो नि त्यसलाई चाहिँ सपोर्ट जोन भयो र यसलाई चाहिँ रेसिस्टेन्ट जोन भयो, र यहाँनिर फेरि रिजेक्सन पाएको थियो, फेरि यहाँनिर सपोर्ट पायो, यसरी चाहिँ हामीले बुझ्न सक्छौँ। अनि फेरि माथि मुभ अन भयो, यहाँनिर रेसिस्टेन्ट भन्न खोजेको रिजेक्सन नि पायो। यसलाई चाहिँ एउटा तरिकाले सप्लाई जोनको आधारमा पनि हामीले चाहिँ बुझ्न सक्छौँ होइन। जस्तै सप्लाई जोन यो भयो, यो चाहिँ डिमान्ड जोन भयो भन्दाखेरि बुझ्न सक्छौँ तपाईँको। जस्तै यसमा पनि त्यही हो है। जस्तै सपोर्ट भनेको एउटा तपाईँहरूले चाहिँ के कन्सेप्ट राख्नु भन्दाखेरि रेसिस्टेन्ट भनेको चाहिँ अब सप्लाई आउने ठाउँ हो भनेर चाहिँ बुझ्नु होइन। अनि त्यसपछि अनि सपोर्ट भनेको चाहिँ अब यो डिमान्ड क्रिएट हुने ठाउँ रहेछ, यो डिमान्ड क्रिएट भएको ठाउँ रहेछ भनेर चाहिँ बुझ्नु के। जस्तै मार्केटले त्यहाँबाट सपोर्ट लिइरहेको छ भने चाहिँ त्यो ठाउँलाई चाहिँ हामीले एउटा डिमान्ड जोनको रूपमा पनि हामीले लिन सक्छौँ। धेरै लामो त बढाउँदिनँ मैले भिडियो आजको चाहिँ। आजको भिडियोमा चाहिँ खासमा चाहिँ यो रेसिस्टेन्ट र सपोर्टको चाहिँ हामीले एक्चुअल मार्केटमा गएर पनि हेर्छौँ है। अनि त्यसपछि भनेको हामीले बोलिङ्गर ब्यान्डलाई पनि एउटा पार्ट अफ दि के भन्छ अरे रेसिस्टेन्ट र तपाईँको सपोर्ट जोनको आधार चाहिँ मान्न सक्छौँ। जस्तै फर इक्जाम्पल अहिलेको इक्जाम्पलको रूपमा चाहिँ तपाईँले के बुझ्न सक्नुहुन्छ भन्दाखेरि हाइड्रो पावर इन्डेक्स मैले लगाएको थिएँ, हाइड्रो पावर इन्डेक्स होइन। अनि त्यसपछि हाइड्रो पावर इन्डेक्समा चाहिँ तपाईँको जस्तै यो यहाँबाट धेरैचोटि यहाँनिर हेर्नु है, दुईचोटि यहाँनिर रिजेक्सन पाएको छ नि अघि जस्तै, यसलाई चाहिँ हामीले सप्लाई जोन अथवा रेसिस्टेन्ट जोनको रूपमा नि लिन सक्छौँ। र अहिले पनि मार्केट एकदमै गाह्रो मानिरहेछ होइन। अब यो अवस्थामा तपाईँको अलिकति ब्रेकडाउन गर्न खोजेको जस्तो देखेको छ नि त होइन। अनि तपाईँको जस्तै सपोर्ट जोन भनेको चाहिँ मार्केट स्वयं झऱ्यो होइन, त्यहाँनिरबाट चाहिँ सपोर्ट लिएर माथि बढ्न थाल्यो भने त्यसलाई सपोर्ट जोन भयो के भन्न खोजेको। हेर्नु न, एकचोटि यस्तो गर्यो, अघि नै हामीले यहाँनिर हेरे जस्तै ठ्याक्कै भएछ हेर्नु है, यस्तो गर्यो यसरी यहाँनिर होइन, तपाईँको यस्तो भयो, यहाँनिर यस्तो गर्यो, यहाँनिर फेरि यो सपोर्ट जोनतिर के अरे सप्लाई जोनतिर गयो, फेरि झऱ्यो, अनि फेरि सप्लाई जोनतिर गयो, फेरि झऱ्यो, अब फेरि तपाईँको सप्लाई जोनतिर गछ। यदि यसलाई तोडेर माथि गयो भने फेरि माथि हुन्छ क्या भन्न खोजेको। यो लेभल्स तपाईँले यहाँनिर गएर लगाउन पनि सक्नुहुन्छ होइन। तपाईँको जस्तै अब यो माथि तोडेर गयो नि, त्यसपछि अब मार्केटले यहाँनिर चाहिँ धेरैचोटि यहाँनिर रिजेक्सन पाएको छ। अब यसलाई चाहिँ हामीले रेसिस्टेन्ट र यसलाई चाहिँ सप्लाई जोनको आधार मान्न सक्छौँ कि। जस्तै यहाँनिर सपोर्ट पनि पाएको छ होइन। त्यसपछि जस्तै R1 R2 भन्दै जान्छन् नि, भन्न खोजेको अहिले यो रेसिस्टेन्ट R1 छ हाम्रो भनेपछि तपाईँको अब अलिकति माथि गयो भने यो R2 रेसिस्टेन्ट भयो। अब यो हाम्रो D1 छ नि डिमान्ड होइन, अब D2 तिर चेन्ज हुने भयो, अनि तपाईँको रेसिस्टेन्ट चाहिँ R2 तिर चेन्ज हुने भयो होइन। तपाईँको डिमान्ड फेरि सप्लाईको ठाउँमा चाहिँ आएर डिमान्ड क्रिएट हुन्छ, अनि त्यसपछि अनि फेरि माथिलाई चाहिँ रेसिस्टेन्ट हुन्छ। जस्तै यहाँनिर हेर्नु है, यहाँनिर फेरि डिमान्ड क्रिएट भएछ नि त हो। त्यस्तै चाहिँ हामीले बुझ्नु पऱ्यो कि यो फेरि चेन्ज भएर यहाँनिर जाँदाखेरि यो माथि गयो भने चाहिँ यसलाई हामीले रेसिस्टेन्टको रूपमा अथवा सप्लाई जोनको रूपमा, अनि त्यसपछि यसलाई चाहिँ सपोर्ट जोनको रूपमा लिन पनि सकिन्छ। यो चाहिँ एक्चुअल मार्केटमा भयो। अब हामीले चाहिँ बोलिङ्गर ब्यान्ड लगाएर हेर्छौँ, एक्चुअल मार्केटमै बोलिङ्गर ब्यान्ड लगाएर हेर्दाखेरि तपाईँहरूलाई सजिलो हुन्छ क्या बुझ्दाखेरि र एक्चुअल इम्प्लिमेन्ट गर्दाखेरि चाहिँ। जस्तै तपाईँको यसलाई चाहिँ हामीले बोलिङ्गर ब्यान्डको चाहिँ तिनवटा ब्यान्ड हुन्छ क्या भन्न खोजेको। एउटा अप्पर ब्यान्ड हुन्छ, एउटा मिडल ब्यान्ड हुन्छ, र अर्को भनेको चाहिँ लोवर ब्यान्ड हुन्छ। जस्तै अब यसरी हामीले सोच्नु पऱ्यो कि मार्केट यदि यो मिड ब्यान्डबाट तल झरेछ नि, त्यसपछि हामीले चाहिँ के सोच्नु पऱ्यो भन्दाखेरि हाम्रो जस्तै यो ब्यान्डलाई चाहिँ हामीले के सोच्नु पऱ्यो भन्दाखेरि अब सपोर्ट जोन हो को आधारमा सोच्नु पऱ्यो होइन। अनि त्यसपछि अब माथि गयो नि, यसलाई चाहिँ रेसिस्टेन्टको रूपमा लिनु पऱ्यो कि भन्न खोजेको। अब मार्केट तल आउँदैछ, मिड ब्यान्डलाई तोडेर तल आइसक्यो भनेपछि यसलाई चाहिँ सपोर्ट यो
के भन्छ अरे लोवर ब्यान्डलाई चाहिँ तपाईँको सपोर्टको रूपमा लिन सक्नुहुन्छ अथवा डिमान्ड जोनको रूपमा लिन सक्नुहुन्छ। अनि यदि यहाँबाट माथि मुभ अन गऱ्यो भने तपाईँको यो छ नि मिडल ब्यान्ड भनेको चाहिँ तपाईँको फेरि रेसिस्टेन्टको रूपमा हुन्छ। यदि यो तोड्यो भने चाहिँ तपाईँको यो रेसिस्टेन्ट हुन्छ, फेरि यो चाहिँ सपोर्ट हुन्छ क्या। अलिकति तपाईँले बुझ्नु भएन होला होइन। यो लाइन जस्तै यो लाइन मैले यहाँ क्रिएट गरेँ होइन, एउटा भयो। अनि फर इक्जाम्पल मैले यहाँनिर नि फेरि ड्र गरेँ र तपाईँको यहाँनिर क्रिएट गरेँ होइन। तपाईँको यहाँनिर सेटिङमा गएँ, यहाँनिर टेक्स्ट लेखेँ, यसलाई एसयु के अरे एसयुपिपी यसलाई सप्लाई भनेर राखिदिएँ। भनौँ यो सप्लाई जोन भयो क्या, तपाईँको यो सप्लाई जोन भयो होइन, यो सप्लाई जोन भयो अहिलेको अवस्थामा। अनि त्यसपछि यसलाई चाहिँ हामीले सपोर्ट जोनको रूपमा लिन सकियो। जस्तै अब यसैमा हेर्नुहुन्छ भने पनि तपाईँको योलाई अब रेसिस्टेन्टको रूपमा अथवा सप्लाई जोनको रूपमा लिन सक्नुभयो। अनि त्यसपछि घट्यो होइन, घट्यो अनि फेरि यसलाई हामीले सपोर्ट जोनको रूपमा लिएको थियो तर सस्टेन हुन सकेन। अब यसलाई नि तोडेर तल आयो भने चाहिँ हाम्रो यो चाहिँ सपोर्ट जोन हुने भयो। सुरुमा यो हुन्छ, फेरि चेन्ज भएर चाहिँ यो हुन्छ, यो चाहिँ रेसिस्टेन्ट 2 हुन्छ कि यो रेसिस्टेन्ट 1 हुन्छ। यसरी झर्दै गर्दाखेरि चाहिँ यसरी मुभ अन हुन्छ। अनि हामीले चाहिँ बुझ्नु पऱ्यो त्यसरी नै। अब अहिले झर्दैछ तपाईँको, अब हामीले चाहिँ यसलाई चाहिँ यो मिड ब्यान्डमा चाहिँ हामीले सपोर्टको रूपमा हेर्न सक्छौँ, त्यो पनि हुन्छ। त्यही भएर चाहिँ तपाईँहरूले बोलिङ्गर ब्यान्डमा चाहिँ 3टा ब्यान्ड हुँदो रहेछ। बोलिङ्गर ब्यान्ड यहाँनिर गएर इन्डिकेटरमा बोलिङ्गर ब्यान्ड भनेर हान्नु भने त्यसरी चाहिँ हुन्छ। अनि त्यसपछि यिनीहरूको ब्यान्डहरू चाहिँ तपाईँको अप्पर ब्यान्ड, लोवर के अरे मिड ब्यान्ड र तपाईँको लोवर ब्यान्ड चाहिँ तपाईँले चाहिँ एउटा डिमान्ड सप्लाईको रूपमा चाहिँ हेर्न सक्नुहुन्छ। यदि तपाईँहरूले चाहिँ मेरो पार्ट 2 टेक्निकल एनालाइसिसको भिडियो चाहिँ हेर्नुभएको छैन भने चाहिँ गएर एकचोटि हेर्न सक्नुहुन्छ, मैले आई आइकनमा चाहिँ दिएको छु। र तपाईँहरूले चाहिँ नयाँ हुनुभएको छ, पहिलोपटक मेरो च्यानल चाहिँ भिजिट गर्नुभएको छ भने चाहिँ सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो है त।